के माग्यो केही भन्न मिल्छ? मागेको चाहिँ भयो हुँदैन। टेलिभिजनमा ब्रोडकास्ट गर्नु हुँदैन, भगवानलाई थाहा, भगवानले पुरा गरिदिनु। के पूजा हो यो? पूजा हुन्छ, भगवानको पूजा हुन्छ। यस्तो नराम्रो यस्तो नराम्रो बाटो आउन गाह्रो थियो। केबाट आएको? गाडीबाट। स्कर्पियोमा? हजुर। गोलपाटबाट हामी जाम थियो। कसरी भन्ने मान्छेलाई 3 घण्टालाई। यहाँ पहिलोचोटि हो? हजुर। पहिलोचोटिको अनुभव धेरै राम्रो भयो। यहाँ हामीले सुनेछौँ यहाँ चिच्याएर भाकल माग्ने चलन छ। हेरौँ कति वर्षपछि पुरा हुन्छ, हुने कुरा भइहाल्छ के अरे। अब के माग्यो केही भन्न मिल्छ? मागेको चाहिँ भयो हुँदैन। टेलिभिजनमा ब्रोडकास्ट गर्नु हुँदैन, भगवानलाई थाहा, भगवानले पुरा गरिदिनु। सर कहाँदेखि आउनु भयो तपाईँ? म बुटोलदेखि आएको। अनि सर यो मन्त्री व्यवस्थापन समितिले यो तरिकाले होइन, मन्त्री व्यवस्थापन समितिले एउटा लाइन बनाउनु पर्छ, प्रतिनिधि राख्नुपर्छ। के पूजा हो यो? पूजा हुन्छ, भगवानको पूजा हुन्छ। तर पनि के हो यो मान्छे? भिडभाड त धेरै छ होइन यहाँ? भिड त लाखौँ जनसङ्ख्या छ नि त। सत्यवती बजाइको महिमा नै अपार छ यहाँ। भिडभाड सत्यवती बजाइको महिमामा मान्छेहरूको भिड हुन्छ, तर एउटा व्यवस्थापन समिति छ, पुलिस प्रशासन छ। यहाँ व्यवस्थापन समितिहरू पनि छ? पक्का छ। व्यवस्थापन समिति छ, पुलिस प्रशासन छ, सशस्त्र प्रहरी। हजुरको पनि यसमा चाहिँ एउटा लाइनबद्ध गरेर एक एकजना छिरिदिने यो भिड हुन्न यहाँ। तर मान्छेहरू हेर्नु भएको छ भित्र धेरै भिड छ, धेरै भिड। फर्स्ट प्रायोरिटी लेडिज र बच्चाहरूलाई दिनुपर्छ। सेकेन्ड प्रायोरिटीमा सिनियरमा जेन्ट्सहरू पछाडि आउँछ, दर्शन गर्ने सबैले गर्न पाउनुपर्छ। त्यसमा चाहिँ लेडिजहरूलाई पेलापेल गरेर जेन्ट्स अगाडि बढ्ने त कुन सिस्टममा कुन उसमा लेखा छ? तपाईँले पनि भनेको ठिकै हो, यहाँ भिडभाड मान्छे हो, बुझ्नुभयो? रुल रेगुलेसन मैले मिच्न चाहन्न। म आफै 1 घन्टासम्म पसिना भएर दर्शन गर्नुभयो सत्यवती? म आफै मन्दिरमा गएर गरिरहेको छु, करेन्ट लागिरहेको छ त्यहाँ। हस् धन्यवाद सर। तपाईँको आवाज पुग्यो ठाउँसम्म भएपछि फेरि दर्शन गर्न आउँछौँ। हामी बुटोलदेखि आएको, यहाँको कार्यक्रम हेर्दाखेरि सत्यवती माताले सबैको मनोकामना पुरा गरिदिनु। भिडभाड धेरै छ। सत्यवती बजाइकी जय जय हो। सबको जय जय हो। अनि कस्तो लाग्यो यहाँ सत्यवती बजाइ पुगेर? एकदम रमाइलो, खुसी। यो पहिला सुरुमा आउँदाखेरि एकदम न्यून थियो, कहीँ पनि यस्तो हिँड्ने ठाउँ थिएन। अहिले हिँड्नलाई व्यवस्थित भयो, धेरै रमणीय भएछ। मैले अहिले लगभग 10 वर्ष पछाडि आएको, योभन्दा अगाडि आएको थिएँ। अनि यहाँ सुनेछौँ हामी यहाँ चिच्याएर भाकल माग्ने चलन छ अरे, तपाईँ 4 वर्षदेखि आइराख्नु भएको छ। के विश्वास लाग्यो यहाँ सत्यवती बजाइ? यसो यहाँ चिच्याएर वर माग्ने, एउटा मात्रै माग्ने, सिङ्गल एकचोटिमा आउँदा। र जहाँसम्म विश्वास त छु, मैले पहिलोचोटि जे मागेको थिएँ त्यो सफल भयो, दोस्रोमा जे मागेको थिएँ त्यो पनि सफल भयो, तेस्रोमा भयो, अहिले चौथोमा अर्को माग्दै। खास गरी एउटै माग्ने हो? एकचोटि आउँदा एउटा। नमस्कार सर, कहाँदेखि आउनुभयो? बुटोलदेखि। हजुर बुटोलदेखि। कति वर्ष भयो सर यहाँ आएको? यहाँको त 3 साल लगातार भयो। अनि यहाँको सत्यवती बजाइको बारेमा के भन्न चाहन्छु? 3 सालको के तपाईँको विश्वास लागेर आउनुभयो? अब यो पहिल्यैदेखि एउटा हाम्रो परम्परा रीतिरिवाज चिच्याएर वर माग्ने प्रचलित, यो वर्षको एकचोटि भइराख्ने, कार्तिकदेखि मङ्सिर महिनासम्मको। कहाँदेखि आउनु होला सर? म बुटोलदेखि आएको। बुटोलदेखि हाम्रो भक्तजनहरू धेरै आछन् यहाँ। भिन्ने ठाउँ छैन। कति वर्ष हो सर यहाँ आएको? यहाँ पहिला 10-12 वर्ष अगाडि आएको थियो, अहिले धेरै वर्षमा 7-8 वर्षमा आयो, फेरि आयो। यहाँको त आस्था त धेरै छ, पहिलाको भन्दा धेरै भक्तजनहरू पनि बढिरहेछ, इन्डियाबाट पनि बढिरहेछ, नेपालबाट पनि बढिरहेछ। र पहिलाको भन्दा अहिले व्यवस्थापन राम्रो छ। यो टोइलेट र पानीको लागि चाहिँ अलि चाहिँ राम्रो गरिदिनु पर्यो ठाउँ ठाउँमा भन्ने कुरा यो सुझाव दिन चाहन्छु। नवलपरासीबाट। र यो सत्यवती बजाइको मन्दिरमा लिएर आउनु भएको छ, यो बाख्राहरू पनि चढाउनुहुन्छ क्या हो? बोका चढाउँछौँ। कुनै भाकल थियो? भाकल थियो, भाकल पुरा भएर छोरा विदेश जानु थियो, भिसा लगाएको थिएन। फर्स्ट टाइम हो? के भाकल माग्नु भयो यहाँ? के भाकल माग्नु भयो? त्यस्तै दर्शन गर्न चाहिँ आएको फर्स्ट टाइम।
भाकल माग्नु यहाँ चिचाएर माग्ने माग्ने हो। चलन छ रे हजुर हजुर माग्नु भएन त्यस्तो? माग्ने अब माग्ने हो 40 रुपियाँ 80 रुपियाँ मिलाइदियोस् भनेर माग्ने हो सत्यवती दर्शकबिन तपाईँ हेर्न सक्नुहुन्छ यहाँ सत्यवती बजैको यो ताल हो यो यसमा ध्वजाहरू बाँधेर भाकल माग्ने चलन छ र भक्तहरूको घुइँचो छ यहाँ यति यहाँ विश्वास छ यहाँको जति वर्णन गरे नि त्यति कम छ र तपाईहरू पनि एकचोटि अवश्य आउनु यहाँ सत्यवती बजैमा देखि आउनुभयो होला बुटलदेखि हजुर बुटलदेखि बुटवलदेखि अनि यहाँ सत्यवती बजै आउँदा बुटवलदेखि तपाईँहरूले केही समस्या भयो कि भएन बाटोमा कस्तो छ बाटोघाटो यहाँको बाटोमा समस्या त अनि भयो केबाट आउनुभयो गाडीमा आयो गाडीमा आउनुभयो त्यस्तो त केही अप्ठ्यारो भएन नि यहाँ कस्तो लागिरहेछ आएर यहाँ पुगेपछि यहाँ सत्यवती बजैमा के कस्तो फिलिङ भइरहेछ होइन एकदम राम्रो लाग्यो खुसी लाग्यो कतिचोटि भयो यहाँ आउँदा सुरुमा फास्ट हो यही लोगो होला फेसबुकमा सर्च गर्नु होला परिचय कहाँदेखि आएको हामी भैरवादेखि सुनौली बेलैया यहाँबाट र यहाँसम्म पुग्दा पुग्दा केही अप्ठ्यारो भएन नि अझै पाल्पाको बाटो त यस्तो नराम्रो बाटो आउन गाह्रो थियो केबाट आएको गाडीबाट स्कर्पियोमा कसरी भन्ने मान्छेलाई 3 घण्टालाई यहाँ पहिलोचोटि हो हजुर पहिलोचोटिको अनुभव धेरै राम्रो भयो यहाँ हामीले सुनेछौँ यहाँ चिच्याएर भाकल माग्ने चलन छ हेरौँ कति वर्षपछि पुरा हुन्छ हुने कुरा भइहाल्छ के अरे अब के माग्यो केही भन्न मिल्छ मागेको चाहिँ भन्नु हुँदैन टेलिभिजनमा ब्रोडकास्ट गर्नु हुँदैन भगवानलाई थाहा भगवानले पुरा गरिदिनु हस् तपाईँको इच्छा पुरा होस् धन्यवाद बुटवलदेखि कतिचोटि भयो यहाँ आएको यो मेरो सेकेन्ड चोटि हो सेकेन्ड हो र यहाँको बारेमा केही भन्न चाहनुहुन्छ कस्तो लाग्छ यहाँ सत्यवती नै एकदम राम्रो रहेछ पहिला म बहुत पहिला 30 वर्ष पहिला आएको थिएँ अहिले आउँदा पहिला भन्दा अहिले धेरै राम्रो लाग्यो मलाई हैन यहाँ त भिडभाड धेरै छ तपाईहरुलाई केही अप्ठ्यारो त भएन नै केही पूजा पाठ राम्रोसित भयो पूजा पाठ यहाँको यहाँ तपाई बुटवलदेखि आउनु भएको छ हैन हामी ग्रुपमा हामी आउनमा कुनै समस्या भएन एकदम ठिकठाक रमाइलो गर्दै बाजा बजाउँदै हामी हाँसो मजाक गर्दै आइयो ठीक लाग्यो खुसी लाग्यो तपाई सुन्नु भयो हाम्रो भक्तजनहरुको हैन मुखबाट हैन यहाँको सत्यबजैको बारेमा कति रमसर नौलप्रासी बर्दघाटबाट हो हजुर अनि अरु सब ठीक छ अब भक्तजनहरु सबै हामी पूजा आजा गर्ने आएको सबैको अब मनोकामना पूरा होस् भन्ने हामी सबै चाहन्छौँ देवी पनि चाहनुहुन्छ तर यहाँ के छ भन्दा अब हामी कतिपय भक्तजनहरूले यहाँ भित्र गएर पूजा गर्न नपाएको कुरा पनि छ हामी नै हो एक्जाम्पल हामी जो तर यो कुरालाई चाहिँ सिस्टममा चाहिँ गराउन पर्यो यति धेरै भक्तजनहरू हुनुहुन्छ यहाँ है सबै हामी पूजा गर्न आएको सिस्टममा पालै पालो अथवा के कसरी हुन्छ निक्लिएर जाने बाटो यसरी एकदम कसैले सास फेर्न सकिरहेको छैन कसैको मृत्यु भने जिम्मेवारीको भिडभाड धेरै रहेछ भिडभाड धेरै एकदम धेरै भन्दा पनि धेरै छ यसलाई चाहिँ एकदम सम्बन्धित निकायको ध्यान जान एकदम जरुरी छ एकछिन है म्याडम कहाँदेखि आउनु होला बुटवल हो हाम्रो बुटवलको त भक्तजनहरू धेरै आएको छन् है यहाँ पहिलोचोटि हो होइन दोस्रोचोटि हो अनि यहाँ आएर तपाईहरुलाई कस्तो लाग्छ पुगेपछि यहाँ मनको केही सन्तुष्टि मिल्छ कि मिल्दैन मिल्छ बजाइको दर्शन गर्न पाउनु नै सबैभन्दा ठुलो सन्तुष्टि हो दर्शन पाउनुभयो कि नै पाएँ राम्रोसँग पाएँ दर्शन अनि अरू केही भन्न चाहनुहुन्छ दुईचोटि भयो हजुरलाई आउँदैन नै होइन अब मान्छे त भगवानको लागि आउनुहुन्छ यहाँ पुग्छ भन्ने छ तर म जस्तो केही मागेको छैन भगवानसँग अहिलेसम्म केही माग्नु मागे छैन म एकदम परिवारको सुख शान्तिको लागि मात्र दर्शन गर्न आएको केही मागेको छैन हुन्छ तपाई नमागे पनि सत्यवती बजैले तपाईको भित्रीदेखि कामना गर्नुभयो होला त्यो कामना पूरा होस् हेलो म्याडम कहाँदेखि आउनुभयो होला हामी भैरवबाट
हेर्नुबाट कतिचोटि भयो यहाँ आउँदा फर्स्टचोटि फर्स्टचोटि हो कस्तो लाग्यो यहाँ आएपछि एकदमै रमाइलो एकदमै खुसी छ कति आस्था रहेछ कति छ केही समस्या त भएन नि समस्या त भिडभाडमा हुन्छ अलिअलि तर समयमा हामीले एकदम खुसी छौँ हामी दर्शन त पाउनुभयो एकदम सबै राम्रोसँग गर्यो अनि यहाँ सुनेछौँ आएर भाकल माग्ने चलन छ अरे माग्नु भयो हजुर माग्यौँ भन्न त मिल्दैन के माग्नु भयो भन्न मिल्दैन तर मागिन्छ कतिचोटि भयो यहाँ आउँदा यहाँ अहिले 3-4 चोटि भयो हजुर अनि 3-4 चोटि भयो कस्तो लाग्छ सर यहाँ आएपछि मनको कस्तो शान्ति मिल्छ यहाँ यहाँ एकदम आनन्द आउँछ त्यो पनि पैदल बिना पैदलै आउनु भएको बुटवलमा पैदल दर्शकबिन हेर्न सक्नुहुन्छ हाम्रो भक्तजन बुटवलबाट यहाँ हिँडेर पनि पैदल यात्रा गरेर पनि यहाँ हाम्रो सत्यवती बजाइको मन्दिरमा पुग्नुहुन्छ अनि सर अरू केही भन्नुहोस् हिँड्दा केही गाह्रो समस्या बाटोमा त हुँदैन नि बाटोमा त्यति समस्या हुँदैन अलिकति दुःख त हुन्छ भगवानको द्वारमा आउँदाखेरि हैन तर जे होस् यहाँ आउँदा आनन्द रमाइलो लाग्छ वर्षमा एकचोटि आइन्छ है साथीभाइसित रमाइलो गर्दै आनन्द तरिकाले हामीले माताको दर्शन गरेर अब हामी फर्किँदैछौँ त्यो पनि पैदल जाने हो फर्स्ट टाइम आएको छ कहाँदेखि आउनु भएको फर्स्ट टाइम आएको मडीग्रामदेखि तिलोत्तमा 8 केबाट आउनु बाइकबाट त होइन हामी बाइक तल राखेर लगभग 3 घण्टा चाहिँ हामी हिँडेर आएको छ धेरै रमाइलो छ यहाँ धेरै रमाइलो तपाईहरु हामी सबै सत्यवती देवी की सत्यवती बधाई की